सदस्य गुरु बराललाई आफ्नो कुरा राख्न समय दिन्छु। छोटकरीमा आफ्नो कुरा राख्नुस्। अरु मान्य सदस्यहरू बस्नुस्। समय मैले माग गरेको छु सभामुख महोदय। मान्य सदस्य गुरु बराललाई मैले समय दिएको छु। अहिले बस्नुस्। म गुरु बराल मान्य सदस्यले बोलिसकेपछि यहाँलाई समय दिन्छु। सम्मान्य सभामुख महोदय, प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 जसले 56, 57, 58, 59 र 60 मा स्पष्टसँगले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरको व्यवस्था गरेको छ। यो भित्र 56 ले प्रत्यक्ष प्रश्न गर्न सकिनेदेखि लिएर 57 ले प्रत्यक्ष प्रसारण गर्ने कुरा हुँदै 58 ले जानकारी प्रसारण गर्न जानकारी गराउनु पर्ने, 59 ले प्रश्न सम्बन्धी शर्त लागू हुने र 60 ले छलफल नगरिने सम्मको व्यवस्था यसमा छ। सभामुख महोदय, आज जे चीज हजुरबाट यहाँ रुलिङ भयो यो विषय अत्यन्त यो नियमावलीको व्यवस्थासँग मेल खाँदैन। सभामुख महोदय, प्रधानमन्त्रीजी आउनुभयो, आफ्नो कुरा ध्यानाकर्षण गराउनु भयो, यो उहाँको कुरा ठिक होला, त्यसप्रति हाम्रो आपत्ति छैन। तर म स्वयं प्रतिनिधि सभाको सदस्यले प्रश्न गर्न पाउने जुन यो नियमावलीले दिएको अधिकार छ, यस्तै अरू मान्य सदस्यहरूको पनि अधिकार छ। यो अधिकारलाई भने यहाँ हनन भएको छ र सभामुख महोदयले यो पहिला यो परिच्छेद 9 को सम्पूर्ण व्यवस्थालाई प्रबन्ध नगरिकन आज जसरी हाउसमा प्रश्न उत्तरको विषयलाई अगाडि सार्नुभयो, यो विषयमा सभामुखज्यूले एकपल्ट यसको अध्ययन गरेर प्रष्ट रुलिङ गर्नु पर्यो। हजुरले जे चलन चलाइदिनुहुन्छ चलन त्यही चल्छ। यो प्रतिनिधि सभामा पहिलो पटक प्रधानमन्त्रीज्यू आउनु भएको छ। यो नियमावलीले जे आदेश दिएको छ, जे नियमन गरेको छ, त्यस अनुरूप गरिदिन र त्यस अनुरूप सञ्चालन गरिदिन, विधि चलाइदिन म हार्दिक अनुरोध गर्छु। धन्यवाद।